खानु दुध खानु ए दुध खानु बच्चा हिजो छ यो बुसा पुरै नि ऊ क्यामले खाले कि उनीहरू गोपीको चेराको उनीको नारिकेल बाख्रालाई टाई बाँधिदिँदैछ टाई यो बिहाएपछि यसरी बाँध्नुपर्छ थाङ्ना ल टाई गोपीले घाँस चराको काम यो सुकेर घाँसी माग्नु यसलाई पिठो माराले नि दुध मारालु फेरि खोलेर माग्ने अघि गोपे घाँस गोपे हि चेराको दुध काबराको लागि गोपी चाहिँ छोड्यो राको तुम मारिहाल्यो सुन घाँसी अब रात टाढो टाइपले बस्छौँ मानि बोच्छु टाढो जाउनु हजुर झिङ्गानी काबरा जति अन्त सुन क्युटी पाई ए क्युटी पाई दिस इज मामी र यहाँ दुईजना बेबी भर्खर जन्मेको अरे कस्तो राम्रो वाउ आइज आइज बेबी आइज आइज बेबी आइज 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 मे 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 आइज 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 त आइज यो गाइस दिस इज थर्ड डे यो चाहिँ थर्ड डे हो गाइस 6:30 यहाँ बाख्रासँग नि बाख्रासँग यो चाहिँ थर्ड डे हो वेडिङको प्रिपरेसन होइन अनि बिहान बिहान बाख्रालाई यहाँ ल्याएको दुध खुवाउने आमासँग आमाले दुध दिनु मान्दैन रहेछ गाइस के गर्नु ल जान दुध खानु दुध 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 ल यहाँ छ आमाले दुध दिनु मान्दैन साह्रो छ गाइस गाइस साह्रो छ यहाँ खै त खान दुध दुध खानै दिएन नानीहरूलाई दुध खानै दिएन यस्तो छ ल साथी हो बाख्रालाई ब्रेकफास्ट पनि हो यो बाख्रोलाई घाँस यो घाँस भन्छ के हो थाहा छैन होला साथीहरू यसलाई भन्छ गोपे र कम्ती कम्ती दिइरहेको छु होइन अहिले भर्खर ब्रेकफास्टको टाइम हो नि त आमालाई चाहिँ अलिक बेसी दिएछु है ब्रेकफास्ट टाइम मान्छेले त खाएको छुइनँ बाख्राले खाओस् न त होइन